हाई एभ्रिवान, आज चाहिँ कस्तो चिसो थियो अनि मलाई चाहिँ तातो तातो माछाको सुप खान मन लाग्यो अनि त्यसको लागि चाहिँ मैले माछामा चाहिँ अलरेडी कर्नफ्लोर मिक्स गरेर राखिसकेको थिएँ अनि त्यसपछि चाहिँ मैले जिरा पाउडर, धनिया पाउडर, स्वादअनुसार नुन, थोरै मिक्स मसला र थोरै बेसार राखेँ अनि त्यसपछि चाहिँ सोया सस र लेमन जुस पनि मैले राखेर मजाले यसलाई मिक्स गर्नतिर लागेँ अनि मजाले मिक्स गरेपछि मसला जताततै पुग्ने गरेर मिक्स गरिसकेपछि चाहिँ यसलाई 2 आवर्सको लागि रेस्ट गर्न छोडिदिएँ अनि 2 आवर्स पछि चाहिँ मैले प्यानमा चाहिँ वेल हिट गरेर माछा चाहिँ फ्राई गर्नतिर लागेँ अनि माछा चाहिँ बोथ साइड फ्राई मजाले गरिसकेपछि चाहिँ हाम्रो माछा चाहिँ यतिको भयो अनि माछाले चाहिँ ठुलो मलाई हेरिराखेको छ। अब यसलाई चाहिँ सुप बनाउनु पर्यो अनि त्यसको लागि चाहिँ मैले लसुन, अदुवा, जिरा, धनिया खुर्सानी रेडी गरेँ अनि यो चाहिँ मस्टर्ड पाउडर हो अनि यसमा चाहिँ मैले थोरै तातो पानी राखेर यसलाई चाहिँ मैले पेस्ट जस्तो बनाइदिएँ अनि त्यसपछि चाहिँ मैले अनियन, टमाटर अनि धनिया चाहिँ मसिनो गरेर काटेर राखेको थिएँ अनि एउटा फेरि लेमन चाहिन्छ माछाको सुपको लागि पनि। अनि अब चाहिँ मैले अनियनलाई मजाले फ्राई गर्नतिर लागेँ अनि अनियन चाहिँ ब्राउन कलरको भइसकेपछि चाहिँ मैले यसमा मसलाको पेस्ट राखेँ अनि मसलाको पेस्ट राखेर मजाले भुटेँ अनि त्यसपछि चाहिँ मैले यसमा टमाटर राखेँ अनि टमाटर राखेर पनि फेरि भुटेँ अनि भुटिसकेपछि 2-3 मिनट जति चाहिँ मैले यसलाई छोपिदिएँ अनि छोपेर पाकिसकेपछि चाहिँ यसमा चाहिँ मैले अघि रेडी गरेर राखेको मस्टर्डको पेस्ट राखेँ। मस्टर्डको पेस्ट चाहिँ मलाई सुरुमै राखेर भुट्दाखेरि चाहिँ मलाई तितो भएको जस्तो लाग्छ, त्यही भएर मैले चाहिँ मसलाहरू पाकिसकेपछि मात्रै मस्टर्डको पेस्ट राख्ने गर्दछु अनि मैले स्वादअनुसार नुन, थोरै बेसार राखेर एकछिन पकाएँ। त्यसपछि चाहिँ मसलाले यसरी तेल छोडिसकेपछि चाहिँ मसला पाक्यो भन्ने बुझ्नुपर्छ अनि त्यसपछि मैले पानी राखेर एकछिन बोइल हुन दिएँ अनि त्यसमा चाहिँ मैले अघिको फिस राखेँ अनि फिस राखेर एकछिन बोइल भएर फिस पाकिसकेपछि चाहिँ मैले यसमा लेमन जुस राखेँ अनि धनिया पनि मैले माथिबाट स्प्रिङ्कल गरिदिएँ।